नमस्कार भाइ बहिनीहरु। आज पनि म हजुरहरु समक्ष एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। ल त ढिला नगरी सुरु गरौँ है त। आजको भिडियोको शीर्षक रहेको छ निपात। भाइ बहिनीहरु, अब हामी निपातको बारेमा जान्ने छौं। अब निपात भनेको के हो भन्ने कुरालाई परिभाषाबाट स्पष्ट हौं है त भाइ बहिनीहरु। आफ्नो स्वतन्त्र अर्थ नभएको, हेर्नुस् त भाइ बहिनी, यहाँ बुझ्नुस् है, मैले यहाँ अर्कै कलरले पनि हाइलाइट गरेको छु। हेर्नुस् भाइ बहिनीहरु, स्वतन्त्र अर्थ नभएको तर वाक्यमा प्रयोग भएर आउँदा वाक्यलाई अर्थपूर्ण र मिठास, हेर्नुस् है, यहाँ यसलाई पनि एकदम ख्याल गर्नु होला, अर्थपूर्ण र मिठास बनाउन सहयोग गर्न आउने पदलाई निपात पद भनिन्छ। निपातलाई वाक्यबाट हटाउँदा पनि वाक्यमा खासै अर्थमा भन्ने परिवर्तन आउँदैन। भाइ बहिनीहरु, के बुझ्नुभयो त भन्दाखेरि निपात भनेको त्यस्तो स्वतन्त्र पद रहेछ जसले चाहिँ वाक्यलाई मिठास र अर्थपूर्ण मात्र बनाउँदो रहेछ। भाइ बहिनीहरु, त्यो निपात पदको अथवा शब्दको चाहिँ आफ्नो छुट्टै अर्थ भने हुँदो रहेनछ। त्यसलाई वाक्यबाट निकाल्दिँदा पनि कुनै खासै अर्थमा भने परिवर्तन हुँदो रहेनछ। त्यस्तो पदलाई निपात भनिन्छ भन्ने कुरा याद गर्नु पर्यो है भाइ बहिनीहरु। जस्तै यहाँ हेर्नुस् त, यहाँ भनेको छ नि त हो, यहाँ त छ, यो त निपात भयो। त्यसपछि नि, हेर्नु त भाइ बहिनी, यिनीको अर्थ छ त, तको अर्थ के हो? त भन्नु होला नि। त भने त चन्द्रबिन्दु हुन्छ, त्यो त सर्वनाम हो हैन, तर यो त कहको त भयो, त। यो निको अर्थ छ त? छैन। पोको अर्थ के हो? छैन। र पनि निपात हो भाइ बहिनी। तपाई संयोजक भन्नु होला, संयोजक पनि हुन्छ, तर यो निपात पनि हुन्छ। वाक्यमा प्रयोग भएर आइसके पछाडि कुन संयोजक कुन निपात बल्ल छुटिन्छ है भाइ बहिनीहरु। जस्तै क्यारे, हेर्नुस् त, कि, ल, न आदि अरु पनि छन् भाइ बहिनीहरु। अहिले हामी यिनीहरुको मात्र परिचय हेरौं है त। ल त अब हामी अगाडि बढ्छौं। यहाँ भनेको छ, वाक्यबाट स्पष्ट पार्न खोजिएको छ भाइ बहिनी, हेरौं है त। अघि हामीले भनेको जुन त्यो निपात पदहरुलाई यहाँ वाक्यमा प्रयोग गरेर राखिएको छ, यहाँ तपाईले छुट्याउनु पर्ने हुन्छ है। म पहिला वाक्य पढ्छु। समरिका भनेको त तिमी पो रहेछौ। हेर्नुस् त, यहाँ समरिका भनेको त तिमी पो रहेछौ भन्ने वाक्यमा कहाँनिर छ होला निपात? एकछिन विचार गर्नुहोस् त। अघि हामीले के भनेको थियो? निपात छुट्टै आउँछ, त्यसको चाहिँ कुनै पनि अर्थ हुँदैन भनेर भनेको थियौं। जस्तै अब तपाईले छुट्याइछन् हो, यहाँ के छ? त छुट्टै आएको छ। अनि तिमी पो भन्दाखेरि पो पनि छुट्टै आएको छ। हेर्नुस् त भाइ बहिनीहरु, हो। अब यिनीहरुले चाहिँ वाक्यलाई मिठास बनाइदिएको छ भाइ बहिनीहरु। यदि त र पो नराख्ने हो भने वाक्य कस्तो हुन्छ हेर्नुस् है त। समरिका भनेको तिमी रहेछौ, हेर्नुस् त, वाक्य कस्तो ठाडो जस्तो भयो नि, वाक्यलाई अलि मिठासपना आएन। तर यी निपातलाई राख्ने बित्तिकै कस्तो सुनिन्छ हेर्नुस् है त। समरिका भनेको त तिमी पो रहेछौ, हेर्नुस् त, वाक्यमा कति मिठास बनाएको आएन हो। यसरी मिठासपन ल्याउने मात्र काम गर्ने गर्दछ है भाइ बहिनीहरु। ल त अब हामी दोस्रो वाक्य पनि हेरौं है। तिमीहरु पढेर बसिराखेको छौ र, हेर्नुस् त, यहाँ कहाँनिर छ होला निपात? हेर्नुस् त, तिमीहरु होइन होला पढेर बसिराखेको छौ र, अन्तिममा र छ नि हो। यो र चाहिँ के हो त? निपात हो भाइ बहिनीहरु। यसलाई चाहिँ नराखिकन एकछिन वाक्य पढौं है त। तिमीहरु पढेर बसिराखेको छौ, हेर्नुस् त, वाक्यमा मिठासपन आयो त? आएन। अब हेर्नुस् है त, रलाई पनि पढ्छु म। तिमीहरु पढेर बसिराखेको छौ र, हेर्नुस् त, त्यहाँ अलिकति मिठासपन लिएर आयो हो, किन भाइ बहिनीहरु। अब हामी तेस्रो नम्बरमा लागौं है। ल अहिलेसम्म उठेका छैनौ, हेर्नुस् त, यहाँ कहाँनिर छ होला त निपात? हो, सुरुमै छ हैन। ल बुझ्नुभयो नि भाइ बहिनी, बुझिरहनु भएको छ है। ल अहिलेसम्म उठेका छैनौ, कति मिठासपन आएको छ हेर्नुस् त। यसलाई एकछिन ललाई एकछिन नराखिकन हेरौं त। अहिलेसम्म उठेका छैनौ, हेर्नुस् कति मिठासपन आयो त? आएन। यसरी वाक्यमा छुट्टै आउँछ र वाक्यलाई मिठासपन दिने कार्य गर्ने पद नै के रहेछ? हो, निपात रहेछ। अब अर्को नि हेरौं है।
अब तपाईहरुले एक्जाममा चाहिँ यस किसिमले चाहिँ पनि आउन सक्छ जस्तै अनुच्छेद दिएर तपाईले तलको अनुच्छेदबाट निपात पद पहिचान गर्नुहोस् भनेर पनि प्रश्न आउन सक्छ है त भाइ बहिनीहरु त्यसका लागि चाहिँ अब हामी यहाँ हेरौं हामीले छान्ने प्रयास गर्छौं पहिला म यो वाक्यलाई पढ्छु है त आज शनिबार हो हेर्नुस् त भाइ बहिनीहरु शनिबारको दिनमा त मन्दिरमा गएर पूजा गर्नुपर्छ अनि पो राम्रोसँग पढ्न लेख्न आउँछ त भन्ने वाक्य छ भाइ बहिनीहरु हो यहाँ दुईटा वाक्य रहेछ 1 2 3 वटा वाक्य रहेछ भाइ बहिनीहरु मन्दिरमा पूजा गर्न अनि पो दुईवटा वाक्य रहेछ है भाइ बहिनीहरु हो यो दुईवटा वाक्यमा चाहिँ कहाँनिर चाहिँ निपात प्रयोग भएको छ होला एकछिन यसो विचार गर्नुहोस् त आज शनिबार हो यहाँ छ त भाइ बहिनीहरु हेर्नुस् त आज हो शनिबार हो हैन यसमा यो वाक्यमा छैन हैन भाइ बहिनी अब दोस्रो वाक्यमा हेरौं शनिबारको दिनमा त भने छुट्टै आएको छ हेर्नुस् त हो यो त भनेको के हो त निपात हो भाइ बहिनीहरु अर्को हेरौं मन्दिरमा गएर पूजा गर्नुपर्छ अनि पो हैन त पो आए राम्रोसँग पढ्न लेख्न आउँछ त आयो यसरी चाहिँ छुट्टा छुट्टै आएको छ कि हेर्नुस् त भाइ बहिनीहरु हो यसरी छुट्टै आउने अनि वाक्यलाई के बनाउँदो रहेछ हो अर्थपूर्ण र मिठास बनाउने काम गर्ने पद नै के रहेछ निपात रहेछ बुझ्नुभयो नि भाइ बहिनीहरु ल त आजलाई यति फेरि नयाँ अर्को भिडियोमा भेट्ने बाचा सहित आजलाई छुट्टिन्छौं है त भाइ बहिनीहरु ल त बाइ बाइ